नमस्ते साहित्य मनहरू। कार्यक्रम साहित्य सिर्जनामा म प्रस्तुता सपना राणा र यति बेला मलाई अनलाइनबाट साथ दिइराख्नु भएको छ सञ्चालक पीताम्बर भण्डारी र त्यस्तै गरी हामीलाई गजलहरू उठाएर सहयोग गर्ने मित्र हुनुहुन्छ ऋषि भण्डारी, प्रेम गैरे, गोपाल भण्डारी। हामी सबैको तर्फबाट नमस्ते। हजुर मित्रहरू, साहित्य सिर्जनामा हामीले तपाईहरूले नै कोरी पठाउनु भएको तपाईहरूको सिर्जनाहरू जनताको कला र प्रतिभा हाम्रो आजबाट प्रसारण गरिरहेका छौँ। आजको साहित्य सिर्जनामा हामीले तपाईहरूले नै कोरी पठाउनु भएको गजलहरू मात्र उठाएका छौँ। यति बेला मैले पहिलो गजल उठाएको छु। मुस्कान छेत्री, घोराही दाङ, हाल साउदी अरबियाबाट पठाउनु भएको छ। आमाको माया भेटिन अरबको खाडीमा, आमाको माया भेटिन अरबको खाडीमा, बाबाको छाया भेटिन अरबको खाडीमा, बाबाको छाया भेटिन अरबको खाडीमा। कोही छन् कि आफन्त खोजे धेरै मैले, कोही छन् कि आफन्त खोजे धेरै मैले, दायाँ र बायाँ भेटिन अरबको खाडीमा, दायाँ र बायाँ भेटिन अरबको खाडीमा। आमाको माया भेटिन अरबको खाडीमा, बाबाको छाया भेटिन अरबको खाडीमा। सम्झिन्छु झलझली गुन्द्रुक र ढिँडो म, सम्झिन्छु झलझली गुन्द्रुक र ढिँडो म, मिठो र नयाँ भेटिन अरबको खाडीमा, मिठो र नयाँ भेटिन अरबको खाडीमा। आमाको माया भेटिन अरबको खाडीमा, बाबाको छाया भेटिन अरबको खाडीमा। जताततै आधुनिक विकास भएको रहेछ, जताततै आधुनिक विकास भएको रहेछ, वास्तविक सौन्दर्य भेटिन अरबको खाडीमा, वास्तविक सौन्दर्य भेटिन अरबको खाडीमा। आमाको माया भेटिन अरबको खाडीमा, बाबाको छाया भेटिन अरबको खाडीमा। सबै आआफ्नो स्वार्थमा घुमिरहेका छन्, सबै आआफ्नो स्वार्थमा घुमिरहेका छन्, कतै नि आत्मीय भेटिन अरबको खाडीमा, कतै नि आत्मीय भेटिन अरबको खाडीमा। आमाको माया भेटिन अरबको खाडीमा, आमाको माया भेटिन अरबको खाडीमा, बाबाको छाया भेटिन अरबको खाडीमा, बाबाको छाया भेटिन अरबको खाडीमा। हजुर मुस्कानजी, हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। निकै नै मार्मिक परदेशीहरूको जीवनमा मेल खाने गजल पठाउनु भएको छ। आगामी दिनहरूमा पनि साहित्यलाई अगाडि बढाउँदै गर्नुहोला भन्ने कामना गर्दै यति बेला मैले तपाईहरूले कोरी पठाउनु भएको तपाईहरूकै गजल उठाइरहेको छु। यति बेला दोस्रो गजल मैले उठाइरहेको छु। हामीलाई दोस्रो गजल पठाउने मित्र हुनुहुन्छ राजु नेउपाने, निबुवा खर्क, स्याङ्जा, हाल दक्षिण कोरियाबाट पठाउनु भएको छ। बगैँचामा फुल्दै गर्दा गोडिएको मान्छे हुँ म, बगैँचामा फुल्दै गर्दा गोडिएको मान्छे हुँ म, कसैसँग त्यस्तो नाता जोडिएको मान्छे हुँ म, कसैसँग त्यस्तो नाता जोडिएको मान्छे हुँ म। प्रतीक्षाका पलहरू मिठो हुन्छ भन्ने गर्थे, प्रतीक्षाका पलहरू मिठो हुन्छ भन्ने गर्थे, कुर्दा कुर्दै दो बाटोमा छोडिएको मान्छे हुँ म, कुर्दा कुर्दै दो बाटोमा छोडिएको मान्छे हुँ म। बगैँचामा फुल्दै गर्दा गोडिएको मान्छे हुँ म, कसैसँग त्यस्तो नाता जोडिएको मान्छे हुँ म। सजाएका बिम्बहरू कल्पनाको मौनतामा, सजाएका बिम्बहरू कल्पनाको मौनतामा, अर्थविहीन ऐना जस्तै फोडिएको मान्छे हुँ म, अर्थविहीन ऐना जस्तै फोडिएको मान्छे हुँ म। बगैँचामा फुल्दै गर्दा गोडिएको मान्छे हुँ म, कसैसँग त्यस्तो नाता जोडिएको मान्छे हुँ म। पलाएका आशाहरू यन्त्रतन्त्र हुँदै गर्दा, पलाएका आशाहरू यन्त्रतन्त्र हुँदै गर्दा, आज भिन्दै व्यवस्थामा मोडिएको मान्छे हुँ म, आज भिन्दै व्यवस्थामा मोडिएको मान्छे हुँ म। बगैँचामा फुल्दै गर्दा गोडिएको मान्छे हुँ म, बगैँचामा फुल्दै गर्दा गोडिएको मान्छे हुँ म, कसैसँग त्यस्तो नाता जोडिएको मान्छे हुँ म, कसैसँग त्यस्तो नाता जोडिएको मान्छे हुँ म। हजुर राजुजी, धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। निकै नै
मार्मिक गजल पठाउनु भएको छ। आगामी दिनहरूमा पनि साहित्यलाई अगाडि बढाउनुहोला भन्दै यति बेला मैले अन्तिम गजल लिएको छु। हामीलाई अन्तिम गजल पठाउने मित्र हुनुहुन्छ, उहाँ हुनुहुन्छ सुभाष खड्का, पूर्व खोटाङ छित्तापोखरी, हाल मलेसियाबाट पठाउनु भएको छ। हिजोको दिन सम्झिएर आज रुन मन लाग्छ, हिजोको दिन सम्झिएर आज रुन मन लाग्छ, सम्झिएर पल पल उनकै तस्बिर छुन मन लाग्छ, सम्झिएर पल पल उनकै तस्बिर छुन मन लाग्छ। सपनीमा आउँछिन् उनी देखाउँदिनन् मुहार मलाई, सपनीमा आउँछिन् उनी देखाउँदिनन् मुहार मलाई, झस्किएर राति राति उनीलाई खोज्न मन लाग्छ, झस्किएर राति राति उनीलाई खोज्न मन लाग्छ। हिजोको दिन सम्झिएर आज रुन मन लाग्छ, सम्झिएर पल पल उनकै तस्बिर छुन मन लाग्छ। अँधेरी रातमा गुम्सुँ एक्लै यो कोठाभित्र, अँधेरी रातमा गुम्सुँ एक्लै यो कोठाभित्र, पल पल उनीलाई सम्झिँदै रुन मन लाग्छ, पल पल उनीलाई सम्झिँदै रुन मन लाग्छ। हिजोको दिन सम्झिएर आज रुन मन लाग्छ, हिजोको दिन सम्झिएर आज रुन मन लाग्छ, सम्झिएर पल पल उनकै तस्बिर छुन मन लाग्छ, सम्झिएर पल पल उनकै तस्बिर छुन मन लाग्छ। हजुर सुभाषजी, तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। तपाईँको सिर्जना निकै नै मार्मिक छ र आगामी दिनहरूमा पनि साहित्य कोर्दै गर्नुहोला भन्ने अपेक्षा गरेका छौँ। आगामी दिनहरूमा पनि तपाईँहरूले नै कोरी पठाउनु भएका सिर्जनाहरू हामीले यसरी नै प्रस्तुत गर्न पाऊँ भन्दै आजको हाम्रो यस साहित्य सिर्जनालाई यही बिट मार्दै आगामी दिनमा भेट्ने बाचा साथै आजलाई हामी छुट्टिन चाहन्छौँ। हस्त नमस्ते।